सुपर हो यो के हो यो के हो फेरि साइडमा चढ्न बाँकी छ बेलुका चाड्छ होला। हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु युट्युब च्यानल। आज चाहिँ म धेरै लङ टाइम पछि आफ्नो युट्युब च्यानलमा भिडियो हाल्न गइरहेको छु, धेरै दिनपछि है त। आजको भिडियो के कस्तो हुनेछ, लेट्स गो। यो क्यामेराम्यानले मलाई भने गर्छ कि दाइ मलाई नि देखाउन भने गर्छ कि के गर्नु त, देखाउन भने खुट्टैसम्म आएर मर्न लागेको त नि, खुट्टै चाट्न लागेकै मान्छेले देखाउन भने खुट्टैसम्म आएर मर्न लागेको त नि, खुट्टै चाट्न लागेकै मान्छेले। त्यही मैले आज चाहिँ यो बाबुलाई पनि देखाइदिन्छु है। लगाइदिएर हामी चाहिँ अहिले गोठा लगाएको छौँ है, टक गाउँले पारा यस्तै त नि हाम्रो। ल हल्का रमाइलो गरिदिएको यो भाइलाई। यो भाइ कहीँको नि होइन, यो भाइ हाम्रै घर छेउको हो कि यो। मलाई पनि देखाउन भने गर्छ कि खुट्टै चाड्दिनु लाग्यो कि यति सफा गरिदियो कि अझै सफा नि भएन कि, अलिअलि भयो। साइड साइडमा चाड्न बाँकी छ, बेलुका चाड्छ होला। साइड साइडमा चाड्न बाँकी छ, बेलुका चाड्छ होला। अरे यार कैसे लोग रहते हैं यार यहाँ पर। आज के भनौँ पुरा लजारे भाइ बोल्दै होइन है। ल बोल न यार, के हो यार देखाउने भने ल हेर पर भान। निको छ त यार यो भाइ त यार। ल यसको अहिले अपरेसन हुन्छ है, मेरो भैँसी गरेर डुबायो कि उहाँको अपरेसन गरिदिन्छु मैले। यो कहाँबाट आयो यो स्याल? ठ्याक्कै स्याल यस्तो होइन त यो। बाँगे त हो नि, यो सानो भएर मात्रै हो। सानो खाले बाँग हो कि यो, यहाँबाट है पुरा धर्कै होइन, ठ्याक्कै बाघ आयो भन्छ कहाँबाट ल्याइस बेला तैँले? कोरियाबाट रे स्याङ्गा आयो। कस्तो खाले बाघ हो यो मलाई थाहा छैन, यो कसैको बाघ होइन यो हो हाम्रै जोजो। गरिम भयो फ्या गरे सुपर के भएर के ला यहाँ के हो यो? के हो यो? जाम के जाने होइन? कहाँ रुको जरा सबर करो। कहाँ खै यहाँ कहाँ बिचारा पंगा लेगा बिचारा। यसको धुलबार बहुत औडा हुन्छ यार, म ठगेको होइन है। यो चाहिँ यति राम्रो फुल छ हेर्न, आमा त्यही माथि उता हेर, आमामा घाम। ओ माई गड, यो को होइन है, यो को नि खोजेको फेरि यता हेर्न क्या आमा। गोठालो जाँदा लागेको माया बोल्न हो। अनि हाम्रो चाहिँ त पहाडी बाटो बनेछ, त बाटो पिच बन्छ कि मलाई जस्तो लाग्छ। पिच बन्यो नि के गर्छ नि,
यो के हो यो के हो फेरि के हो यो के हो फेरि नाकमा के लाग्यो पोसिदिन्छु के है पोसिदिन्छु भन्दैछु मान्दैन यार नाकमा के लाग्यो फेरि बाबु नाकमा के लाग्यो कि तेरो अहिलेसम्म हेरिरहनु भयो भने सब्सक्राइब गरिदिनु है ओइ के हो यो के हो यो जो कसको हो बे यो स्कुटी मेरो ल यो स्कुटी कसको यहाँ हेर्नु है यो फुच्चेले चलाइरह है यो स्कुटी यो बिग्रियो भने केही भइहाल्यो भने यो फुच्चेको घर चाहिँ हाम्रो घर नजिकै हो आउन सक्नुहुन्छ है हेर्नु त यो स्कुटी जे पाते दाबे छ है अहिले चाहिँ यहाँ जे पाते नदा फेरि बिग्रियो नि फेरि किर्ला फेरि होइन जे पाते दाब्दै कि अझै यहाँ आएको रहेछ है मार्लन कसरी स्कुटी हो पागल यहाँ त महाकाली पनि पुरै खराब फाल्दो रहेछ नि त हेर्न सक्नुहुन्छ यति राम्रो छ महाकाली हाबै छैन हेर त के अगाडि त ल मलाई के हुन्छ ल यसरी मलाई सब भन्छ ल भन्न ल के हो यो चाबी हाल्छु स्टार्ट गर्ने अनि यो बटार्ने यो बटार नि हो अनि डिलिट गर्ने यो र यो एउटा त हो नि यो नि बटारम न है यो र यो एउटा त हो नि यो नि बटारम न है अहिले चाहिँ हामी टक्क लगाएर फाइनल्ली हामी चाहिँ अहिले कहाँ आइसक्यौँ बाबु मकैबारी धर्याम मकैबारी धर्याम हेर वहीँसम्म हो कि मकै चाहिँ खतरा भयो है यत्तिको मकै त हुनुपर्छ क्या यो मकैबारी भाइरल बनाउनु पर्छ तर यहाँ बाघ लाग्दैन होला लाग्छ बाघ भन्ने ठाउँ त है सेम छ यहाँ बाघ भन्ने कति बाख्लो छ हेर बाघ अन्त मार्छ होला यहाँ मार्छसम्म घाम टुप्नु लगाइसक्यो है आमा भाइ हामी चाहिँ अहिले रेसिङ खेल्न आमा यहाँ टक्क लगाएर हामी चाहिँ रेसिङ खेल्न पर्ने हुन्छ है अब यो पुच्चङ्ग्या क्या भाइ भाइ मैले चाहिँ चप्पलबाट अड्डाउनु पर्ने हुन्छ है ल कस्तो आउँछ थाहा छैन मलाई नै है देखिन्छ कि देखिन दुईवटा चप्पल अड्डाउनु पर्ने हो क्या यार Just took a little too long with that taunt. You can't do that against the god of this industry. Brass knuckles now on the hand of Roman Reigns. Bronson Reed, sidestep by Roman. Beat Roman Reigns with a spear. And just like... Beat Roman Reigns with a spear. And just like... Just took a little too long with that taunt. You can't do that against the god of this industry. Brass knuckles now on the hand of Roman Reigns. Bronson with that. Roman Reigns will retain the championship. And stay. Here is your winner. And... अझै माका छ ढाल्दै मलाई काहीमा आएको छ हाम्रो एम्पायर उहाँ हुनुहुन्छ एम्पायर बोला न एम्पायर आयो आमा कस्तो लाग्यो एक हानामा चाहिँ स्पिड भयो धेरै खेल्ने होइन अलिक ढाँडसाँड फुस्क्यो भने म झन् मुसेर त्यहाँ ठडाएर आएर नुहाइदिएँ भनेर भैँसी कोठा लाग्यो कि म झन् फेरि परानमा जल्दियो पागलले मलाई चिलाउनु फेरि साथीहरू
के भने कहाँ भाग्यो यार यार मेरो साह्रै दुःख पायो यार के गर्दैन यार आजा मया ओ माय गॉड कुन डान्स हो यो ओ आम ल खायो मा कसम एक त खायो है त्यसले है खायो एक त खायो त्यसले हेर्न कति धेरै बुढाहरू आमा वहीँसम्म छ नि त बुढाहरू त के हो बाटो बने नि त आमा टिलिक्क टल्कायो है वाह ओ बिने वाह कतिको मजा आयो बाटो साइकल चलाउनु मजा आयो ल यार यहाँ बुढाहरूको आमा झन् यो को बुढा आयो भोसडी कि आइ 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 वाह यहाँ कति धेरै बुढाहरू आमा खाल्टोतिर आला अब यो झन् हेर न को यति ठुलो मान्छे साइकल चलाउने भइसक्यो आइज वाह ये हाम्रो कालोडनको एन्ट्री बल्ल त साथीहरू मजै खानासाना खाएर पनि चट्टाला सुत्न जान लाग्यो है मजै अहिले रातिको 9 बजिसक्यो है अहिले चाहिँ तिनीहरूले अहिलेसम्म हेरिरहनु भएको छ भने सब्सक्राइब हानिदिनु होला है अनि लाइक कमेन्ट पनि गरिदिनु होला है त आज भिडियोमा यतै इन गर्न चाहन्छु गुड नाइट